स्वागत छ। अनि योभन्दा पछिल्लो भागहरू सम्पूर्ण हाम्रो दाइ रेशम दाइले लिनुहुनेछ। उहाँलाई ताली बजाएर हामी फेरि स्वागत गर्छौँ। हाम्रो अभिषेक भाइलाई धेरै धन्यवाद दिन चाहन्छु अनि यहाँ सबैलाई ख्रीष्ट येशूको नाममा नयाँ जय मसीह म्यामा महान परमेश्वरलाई धन्यवाद भएको होस् यो सुन्दर समय दिनुभएको निम्ति। उहाँको कृपा अनि अनुग्रह तपाईँ हाम्रो जीवनमा सदैव रहेकै कारणले गर्दाखेरि हामी घरिघरि अभिषेक मिलाप मण्डलीमा यसै गरी भेट्ने अवसर पाएका छौँ अनि यस कारणले महान परमेश्वरलाई एकचोटि फेरि धन्यवाद दिन चाहन्छु। अनि अघि नै भाइले स्वागत गरिसक्नु भएको छ, तर पनि आज काठमाडौँ विजय मण्डलीको जवान अगुवा हाम्रो प्रिय भाइ गौरव विश्वकर्माले गाउनु भएको क्रिसमस गीतको यो विमोचन कार्यक्रम हामीले गरिरहेको कारणले गर्दाखेरि फेरि पुनः एकचोटि तपाईँहरू सबैलाई हाम्रो तर्फबाट पनि तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। यहाँहरू सबैलाई स्वागत। आजको यो कार्यक्रममा अगाडि बढ्नुभन्दा अगाडि म हृदयको अन्तस्करणदेखि मेरो व्यक्तिगत तर्फबाट र काठमाडौँ विजय मण्डलीको तर्फबाट अभिषेक मिलाप मण्डली परिवारलाई म मुरी धन्यवाद दिन चाहन्छु। जब काठमाडौँ विजय मण्डलीलाई केही आवश्यक पर्छ, केही खाँचो पर्छ, जब काठमाडौँ विजय मण्डलीलाई केही अप्ठ्यारा पर्छन्, सदैव तपाईँहरूले हाम्रा निम्ति हात फैलाउनु भयो र तपाईँहरूले सदैव स्वागत गर्नुभयो। यहाँहरूलाई अनि विशेष गरी आदरणीय पास्टर दाइ, पास्टर एक र सम्पूर्ण मण्डली परिवारलाई हामी काठमाडौँ विजय मण्डलीको तर्फबाट हामी धन्यवाद दिन चाहन्छौँ। हामी त लहै हामी आयौँ भनेर आइरहेका छौँ। हामीले तपाईँहरूको परिस्थिति बुझ्नु पूर्व हाम्रो परिस्थिति सुनायौँ, हाम्रो परिस्थितिलाई सुन्नुभयो, सदैव हाम्रो परिस्थितिहरूलाई आफ्नै भने स्वीकार्नुभयो। दाइलाई धन्यवाद दिन चाहन्छु अनि सम्पूर्ण अगुवाज्यूहरूलाई र अभिषेक मिलाप मण्डलीलाई धन्यवाद दिन चाहन्छु। तपाईँहरूलाई धेरै धन्यवाद। अनि मैले यो सधैँ दोहोऱ्याउने गर्छु, यहाँ पनि दोहोऱ्याउन चाहन्छु। पावलले विभिन्न मण्डलीहरूलाई चिठी लेख्ने क्रममा उनीहरू त्यो विश्वासीहरूले गरेका कामहरू देखेर पावल चाहिँ एकदमै खुसी हुन्छ अनि उहाँले ओभरवेल्म हुँदै उहाँले के भन्नुहुन्छ भने तिमीहरूको निम्ति म परमेश्वरलाई धन्यवाद दिन बाध्य छु भनेर भन्नुभएको छ। त्यसरी नै हजुरहरूले गर्नुभएका उद्धार चित्तका लागि हामी सदैव महान परमेश्वरलाई धन्यवाद दिन बाध्य छौँ। महान परमेश्वरलाई तपाईँहरूको निम्ति धन्यवाद भएको होस्। अहिले हामी के अरे औपचारिक छोटो कार्यक्रममा छौँ। केही हाम्रो मिडियाका साथीहरू पनि आउँदै हुनुहुन्छ। यो औपचारिक छोटो कार्यक्रममा यहाँलाई स्वागत गर्न चाहन्छु। मलाई थाहा छ हामी सबैलाई भिडियो हेर्न मन छ। यसपालि चाहिँ हाम्रो अभिषेक मिलाप चर्चका जवान भाइ बहिनीहरूले पनि धेरै इनपुट राख्नु भएको छ। हामी काठमाडौँ विजय मण्डलीले मात्रै बजाउने है, एकचोटि ताली है त, अरूले नबजाउने। काठमाडौँ विजय एकछिन बाटो सुन्नु भाइ, एकछिन है। काठमाडौँ विजय मण्डलीकोले मात्रै अलि जोडले गर्नुपर्छ। फेरि अघि चाहिँ उहाँहरूले बजाएर आउँथ्यो। काठमाडौँ विजय मण्डलीका विश्वासीहरूले मात्रै हामी अभिषेक मिलाप चर्च र विशेष गरी राति 9 साढे 9सम्म हामी हाम्रो गीतका लागि सबै गीतका लागि नाच्नु गएका ती सम्पूर्ण जवान भाइ बहिनीहरूको लागि एकचोटि काठमाडौँ विजय मण्डलीमा ताली बजाउनु त। तपाईँ भाइ बहिनीहरूको उत्साह देखेर हामी पछि काठमाडौँ विजय मण्डलीका हामी अगुवाहरू हामी 4-5 जना बसेर कुरा गरिरहेको थियौँ। तपाईँहरूको त्यो उत्साह देखेर हामी पनि उत्साहित भएका छौँ। अनि पावलले दिनुभएको शिक्षामा एउटा शिक्षा त्यो पनि पर्छ, एकअर्कालाई उत्साह दिनु भन्ने। अब पावलले धेरै पटक बाइबलमा उत्साह गरेर हामी पाउँछौँ। अनि अभिषेक मिलाप चर्चका भाइ बहिनीहरूको त्यो उत्साहले गर्दा हामी उत्साहित भएका छौँ। भाइ बहिनीहरूलाई पनि हामी विशेष छुट्टै धन्यवाद दिन चाहन्छु। भाइ बहिनीहरू सबैजनालाई जाडो थियो, चिसो थियो, त्यो छोटो कपडा लाएर 9 बजीसम्म बस्नुदेखि सजिलो थिएन, तर पनि भाइ बहिनीहरूको उत्साहको लागि हामी धेरै धन्यवाद दिन चाहन्छौँ। अनि यो औपचारिक कार्यक्रम भएको कारणले गर्दाखेरि यहाँ तपाईँहरू सबैलाई म औपचारिकताका निम्ति नै यहाँहरूलाई पनि फेरि चाहिँ म यहाँ अतिथिहरू सबैलाई मेरो आसन ग्रहण गर्नलाई म अनुरोध गर्न चाहन्छु। आज हामी यसलाई हामी धेरै एक्जाजरेट गर्ने छैन र मैले यो कार्यक्रमको एउटा फर्मालिटिज दिनको लागि मात्रै मेरो दिमागमा जसरी आउँछ मैले त्यसरी गर्दैछु। तलमाथि हुन गएमा यहाँहरू सबैले मलाई क्षमा दिनुभएको होस्। अनि आजको यो हाम्रो के अरे चारैतिर झिलिमिली बोलको गीतको विमोचन कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन
यसै अभिषेक मिलाप मण्डलीका आदरणीय पास्टरलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हामी दाइले अन्तिममा गीत विमोचन हुनुभन्दा अगाडि दाइले हामीलाई छुटको वचन पनि हेरेर प्रार्थना गरेर हामी गीत विमोचन गर्नेछौँ। दाइलाई त्यो पनि जानकारी गराएँ। अनि आजको हाम्रो यो गीत विमोचन कार्यक्रमको विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि काठमाडौँ विजय मण्डलीका एल्डरलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी आजको यो विमोचन कार्यक्रमकै अतिथिको आसन ग्रहण गरिदिनु हुन काठमाडौँ विजय मण्डलीका अगुवा अनि पहिलाको गीतको पनि र यसपालिको गीतको पनि डाइरेक्टर हाम्रो रवि दाइलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथिकै क्रमलाई जोड्न चाहन्छु। विमोचन कार्यक्रमको अतिथिको आसन ग्रहण गरिदिनु हुन हाम्रो तपाईँलाई पूर्णिमाको बुवा भन्दाखेरि तपाईँहरूले भोलि चिन्नुहुन्छ होला। पूर्णिमाको बुवा हाम्रो यो गीतमा उहाँले मल्लुमा काम गर्नुभएको छ। प्रोफेसनल हामी होइन तर पनि उहाँले आफ्नो बेस्ट दिनुभएको छ। आदरणीय भाइलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु। त्यसै गरी अतिथिको रूपमा जोड्ने क्रममा यो विमोचन कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु न हाम्रो काठमाडौँ विजय मण्डलीलाई अति प्रेम गर्ने अनि हाम्रो गीतलाई भजनलाई पहिलेदेखि प्रेम गर्ने कोरियोग्राफर, डिरेक्टर, डान्सर हाम्रो थापा सरलाई म अनुरोध गर्न चाहन्छु। यो ताली अलिकति भेदभाव भए जस्तो लाग्यो। कोरियोग्राफरलाई अलिक बढी नै पर्छ अनि पछि कोरियोग्राफरको काम मन परे जस्तो लाग्यो। धन्यवाद दिन चाहन्छु। अनि अतिथि क्रमलाई पछाडि पनि जोड्नेछ। हाम्रो केही मिडियाका साथीहरूलाई पनि बोलाएको छु। अनि म नाचेर थाहा भएन हाम्रो भिनासँग आउनुभएको उहाँको मित्रलाई पनि अतिथिकै आसन ग्रहण गरिदिन अनुरोध गर्न चाहन्छु। अनि उहाँलाई पनि अनि त्यसै गरी अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन आजको हाम्रो मुख्य मान्छे हाम्रो काठमाडौँ विजय मण्डलीले पाएको एक असल उपहार, काठमाडौँ विजय मण्डलीले पाएको ब्युटिफुल उपहार हाम्रो मण्डलीका जवान अगुवा आजको यो गीतको रचनाकार गीतकार हाम्रो गौरव विश्वकर्मालाई पनि हाम्रो गौरव भाइलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु। त्यसै गरी हाम्रो यो भिडियोमा अब यस्तो शब्द निकाल्दाखेरि मलाई नराम्रो नसोच्नु होला, मैले हिँड्ने भन्ने शब्द चलाउँछु तर यो हामी आजको लागि मात्र हामी पछि चलाउने छैन। यो के अरे भिडियोमा चाहिँ हामीले भोलि भिडियो खिच्दैछ आज 12 बजे फोन गरेर ल तिमी भोलि चाहिँ तिमी मेन क्यारेक्टरमा खेलिदियौ भनेर हाम्रो डाइरेक्टर सरले भनेर स्वीकार्नु भएको थियो। हाम्रो मण्डलीको अघि नै भने हाम्रो मण्डलीमा धेरै जवानहरू छन्। आई फिल सो गुड। यो भन्दाखेरि मलाई एकदमै गर्व लाग्छ कि हाम्रो मण्डलीमा जवान भाइहरू एकदम एक्टिभ छ। अनि त्यसै क्रममा हाम्रो यो भिडियोमा के अरे मेन के अरे क्यारेक्टरको रूपमा खेलिदिनु हुने प्यारी भान्जी अस्मिता बी हाम्रो दुईजना छ। अस्मिता बीलाई पनि अनि जतिजना यहाँ उपस्थित भएको छ परमेश्वरमा हामी सबै आदरणीय र परमेश्वरमा हामी सबैजना सुन्दर र परमेश्वरमा हामी सबैजना वर्तमान छौँ। यी सम्पूर्ण परमेश्वरले दिनुभएका यी सम्पूर्ण सुन्दर आत्माहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। हामी गीत विमोचन गर्नुभन्दा अगाडि, भिडियो हेर्नुभन्दा अगाडि, नाच्नुभन्दा अगाडि हामी के अरे थोरै हामी के भन्छ केही कुराहरू पनि हामी सुन्नेछौँ। अनि त्यसै क्रममा हाम्रो गायक काठमाडौँ विजय मण्डलीका जवान अगुवा गौरव भाइले 2 मिनट जति यो गीत कसरी बन्यो र यो गीत किन बन्यो अनि उहाँले थोरै हाम्रो बिचमा आशिष सेयर गर्नेछ। हामी गौरव भाइलाई ताली बजाएर
क्रिसमसको अति नै प्यारो चरणमा मेरो व्यक्तिगत तर्फबाट अनि समग्र काठमाडौँ विजय मण्डलीको तर्फबाट स्वीकार्नुहोस्। जाडो मौसममा लिएर जय मसी। सबैजनालाई आउने बडा दिन क्रिसमसको मरिमरी शुभकामना व्यक्त गर्दछु है, दिन चाहन्छु। परमेश्वरले प्रत्येक जीवनमा आशिष भएको होस्। म धेरै समय लिन चाहन्न। अनि यो गीत कसरी बन्यो अनि कति समयमा बन्यो भन्ने कुरा चाहिँ योभन्दा गीत चाहिँ बनेको लगभग पहिलोको क्रिसमसमै बनेको होइन। त्यतिखेर मैले एउटा गीत चाहिँ रेकर्ड गरेर राखेँ तर त्यो रिलिज भएन। अनि त्यस पछाडि चाहिँ मैले यो गीत चाहिँ यसो बस्दै गर्दा मेरो मम्मी भाइ म गिटार लिएर यसो बस्दै मात्रै गरेको थिएँ प्रार्थना चाहिँ सरले मलाई शब्द आयो अनि मैले कोरेँ पनि है। अनि भाका पनि परमेश्वर दिनुभयो है। मेरो आफ्नो बलले चाहिँ म जति गर्छु भने नि लेख्छु भने पनि सक्दैन थियो। तर जब प्रार्थनामा म बस्दै थिएँ अनि मलाई परमेश्वरले चाहिँ सरल शब्द भाका सबै दिनुभयो। अनि त्यतिखेर चाहिँ मैले गुनगुनाएँ अनि प्रभुलाई धन्यवाद पनि दिएँ। गीत चाहिँ त्यसरी बनेको 1 वर्ष लगभग अब भइसकेको छ होइन। अनि विशेष प्रकारले गीत लेख्नुको उद्देश्य चाहिँ मुख्य चाहिँ क्रिसमसलाई इङ्गित गर्दै जति पनि क्यारल कार्यक्रम हामीले राख्ने गर्छौँ। अनि त्यो माध्यमद्वारा चाहिँ सारा मानिस हाम्रो दाजुभाइहरूले होइन जति परमेश्वरलाई पाउन सकेको छैनन्, चिन्न सकेको छैन त्यो व्यक्तिहरू समक्ष चाहिँ गीतद्वारा चाहिँ केही परमेश्वरको प्रेमका कुराहरू परमेश्वरबाटको त्यही प्रेरणाका कुराहरू चाहिँ अरूले पनि सुनोस् देखोस् होइन जानौँ भन्ने हिसाबले चाहिँ मैले चाहिँ एउटा बाहिरी मान्छेहरूलाई चाहिँ अलिकति त्यो गरेर बनाएको सुसमाचार हिसाबमा होइन। अगाडि क्यारलको जोडेको छ, सेकेन्डमा पनि सेकेन्ड र थर्डमा चाहिँ के अरे मैले चाहिँ सुसमाचार टाइपले गरेको छ। लास्टमा चाहिँ बडा दिन आउँदैछ होइन, क्रिसमस आउँदै गरेको छ। त्यो कारणले गर्दा चाहिँ क्रिसमसको शब्द जोडेको छ। यस्तो यस्तो कुरालाई चाहिँ इङ्गित गरेर बनाएको हो। अनि यसमा चाहिँ एकदमै विशेष म धन्यवाद दिन चाहन्छु सम्पूर्ण काठमाडौँ विजय मण्डलीको। मैले अति नै आदर गर्नुपर्ने, मैले रेस्पेक्ट गर्नुपर्ने हाम्रो काकाहरू हाम्रो बुवाहरू हुनुहुन्छ। अनि सम्पूर्ण मलाई जति पनि माया गर्नुहुने प्रार्थनामा सम्झिनुहुने मण्डली परिवारलाई एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि मलाई आशा छ यो गीतद्वारा चाहिँ परमेश्वरको महिमा पक्कै पनि हुनेछ। आमेन। परमेश्वरको महिमा होस्। मेरो प्रिय श्रोता यही राख्न चाहन्छु सबैलाई जय होस्। हाम्रो गौरव भाइलाई मैले भाइ भन्छु किनभने हामी नेपाली के अरे कल्चरमा चाहिँ 1 घन्टा मात्र अगाडि जन्मे पनि हामी दाइ भन्छौँ। त्यो हिसाबले मात्र मैले भाइ भन्छु। ज्ञानको तुलनामा ट्यालेन्टको तुलनामा भाइ मभन्दा अगाडि हुनुहुन्छ। यस अर्थमा चाहिँ तपाईँहरूले मलाई अनर्थ लिनुहुने छैन। मैले चाहिँ मभन्दा सानो उमेरकोलाई बाबु भन्छु धेरै जसो। अनि त्यसो भन्दाखेरि कोही चाहिँ फेरि मलाई भाइ भनेर माइन्ड गर्नु हुँदो रहेछ। त्यही भएर भाइले माइन्ड गर्नुहुने छैन। गौरव भाइलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अनि भाइले 4 साल पनि हामीले यो गीत योभन्दा अघि एउटा गीत रेडी भएको थियो। तर हामी 4 साल यहाँहरूलाई थाहा छ हाम्रो मण्डली भत्किएको थियो, मण्डली बनाउने चट्टारो थियो। हामीले पहिलेदेखि एउटा सुन्नुभएको कथा हो यीशुको सत्य साँचो छ भन्ने गीत पनि हामी त्यो बनाउने चट्टारो त्यो बनाउन पाएनौँ। यसपालि चाहिँ हामी सल्लाह गरेर भाइलाई तिम्रो गीत कस्तो छ के छ हामी सुन्यौँ। जुन गीत चाहिँ राम्रो हुन्छ त्यो गीत चाहिँ हामी अगाडि बढाउँ भनेर हामीले सल्लाह गऱ्यौँ। भाइले केही दिनमा गीत रेडी गरेर पठायौँ भने आज हामी सबैको सामु त्यो गीत तयार भएर आएको छ। अनि महान परमेश्वरलाई धन्यवाद होस्। अनि भाइले पनि हामीले भनेका कुराहरूलाई उहाँले चाहिँ असल तरिकाले ग्रहण गरेर यो गीतलाई निर्माण गर्नुभएको छ, तयार गरेका छन्। हामी यसका लागि सबैलाई फेरि चाहिँ धन्यवाद दिन चाहन्छु। अनि मेरो चाहिँ फेरि एउटा दृढ विश्वास छ, दृढ सङ्कल्प छ। सायद म गलत हुनसक्ला तर म गलत नहोस्। मेरो चाहिँ गौरव भाइको स्वर एकदम राम्रो छ। अनि उसले चाहिँ गायनमा ऊ संसारभरि चिनिनुपर्छ र चिनिन्छ भन्ने मेरो एउटा दृढ सङ्कल्प छ। यस कारणले पनि भाइ र हाम्रो सुशीला नानी छैन यो सुशीला नानी गाउँमा गइसकेको छ। गौरव भाइकै बहिनी। अनि बहिनीलाई पनि म सधैँ उत्साह दिन्छु, तिमीलाई कसैले चिन्छ भने तिम्रो गाईले चिन्नुहोस् भनेर म बहिनीलाई पनि भन्छु, भाइलाई पनि त्यही भन्छु। धेरै धन्यवाद दिन चाहन्छु। चिन्ने क्रम जारी छ। परमेश्वरले उचाल्नुहुनेछ यदि हामीले परमेश्वरलाई उचाल्यौँ भने। आमेन। परमेश्वर महान हुन्छ। हामी ढिला गर्ने छैनौँ। हामी के अरे 4 बजिसकेका छौँ। हामीले प्रमिस गरेका थियौँ 4 बजी हामी पब्लिस गर्छौँ भनेर। त्यही भएर हामी धेरै यहाँ भाषण गर्ने छैनौँ। तपाईँहरूलाई फेरि चाहिँ धन्यवाद दिन चाहन्छु। हामी के अरे छोटो प्रार्थना गर्नेछौँ। अनि म यो समय चाहिँ प्रार्थना गर्दा दाइले छोटो एउटा वचनबाट नै हेर्नेछौँ। त्यसपछि हामी दाइले के भन्छ पब्लिस गर्नेछौँ। तर त्योभन्दा अगाडि मैले
औपचारिक कार्यक्रमको एउटा चाहिँ अलिकति अगाडि पछाडि भयो त्यसको लागि क्षमा चाहन्छु। आजको अतिथिहरूलाई भर्खर मात्र हाम्रो काठमाडौँ विजय मण्डलीको आदरणीय डिकन आउनु भएको छ। हामी उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि हामी अनुरोध गर्नेछौँ। उहाँलाई ढिला भएको छ विशेष कामले गर्दाखेरि उहाँलाई पनि हामी खाना लगाइदिनु हुनेछौँ। यो फोटोमा राख्नु फोटो खिच्नु पर्यो नि त फोटो
गान त्यस्तो हुन्छ गोठालो थलो मम्मै तम्ने गोठालो खुइदै हुजुकै त कोलाई हो त्यस्तो पनि गान गाउँछ त्यसैले गर्दाखेरि एबिसीमा पावलले भनेको छ दागबन्दीले नमाथियो दागबन्दीले माथिको गीतहरू त्यस्तो खालको हुन्छ त्यसैले पवित्र आत्माले भरिपूर्ण हो अनि पवित्र आत्माले भरिपूर्ण भएको गीत चाहिँ सत्य तरिकाले आउँछ र एउटाले अर्कासँग भजन गीत र आत्मिक गानमा बोल्दै आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै एकले अर्काको निम्ति गाउँदै सच्याउने सिकाउने एक अर्कालाई प्रभुको निम्ति अझ अगाडि बढाउने उत्साह दिनको निम्ति हामीले गाउन पर्दछ कलसी 3 को 16 मा हेरौँ जो लास्ट पद ख्रीष्टको वचन तिमीहरूमा प्रशस्तसँग बास गरोस् पुरा बुद्धिमानी साथ एउटाले अर्कोलाई सिकाऊ अर्थी देऊ र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन स्तुति र आत्मिक गान गाऊ क्रिस्चियनहरू चाहिँ गाना गाउनको निम्ति यहाँनिर आह्वान गरेको छ दाउद राजाले त सङ्कल्पै गर्नुभएको छ म गाउने छु अनि मात्रै अरू कुराहरू उहाँले गर्नुभएको छ त्यसैले क्रिसमस नजिकै आउँदैछ अनि क्रिसमस भनेको इट्स अल अबाउट जोय यो एकदम आनन्दको कुरा हो मरियमले गाए मरियमले भजन बनाए त्यतिखेर स्वर्गदूतले भने मरियमले भनेर गाए जकरियाले गाए योहन्ना बप्तिस्मा दिने योहन्नाको जन्ममा अनि त्यसपछि चाहिँ सिमियोनले गाए स्वर्गदूतहरूले गाए क्रिसमस इज द सिजन अफ सिङ्गिङ गानाको सिजन हो गानाको समय हो अनि गाना चाहिँ आनन्दित हृदयबाट आएको हुँदछ त्यसैले गर्दाखेरि हामी आनन्दित हृदय लिएर हामी परमेश्वरको निम्ति गाउनुपर्छ परमेश्वरको प्रशंसाको निम्ति गाउनुपर्छ नयाँ करारले भनेअनुसार एक अर्कालाई सिकाउनको लागि गाउनुपर्छ एक अर्कालाई सम्झाउनको लागि पनि गाउनु पर्दछ प्रभुको निम्ति प्रभुको महिमाको निम्ति एक अर्कालाई निर्माण गर्नको निम्ति गाउनु पर्दछ त्यसैले गर्दाखेरि गौरव भाइको निम्ति म धन्यवाद भन्दछु यो आनन्दित हृदयको निम्ति परमेश्वरको निम्ति प्रशंसाको हृदयको निम्ति जुन हृदयबाट भएर यो सिर्जना आएको छ यसबाट हामी सबैजना आशिषित भएको होस् र अझ परमेश्वरले नयाँ भजनहरू नयाँ गीतहरू हाम्रा जवानहरू हाम्रा सम्पूर्ण विश्वासी दाजुभाइ दिदीबहिनीहरूलाई दिनुभएको होस् र हामी सबैजनाले एउटा प्रण गरौँ राजाले प्रण गर्छ म परमेश्वरको भजन गाउनेछु परमेश्वरको गीत गाउनेछु किनभने म आनन्दित छु म तपाईँमा रमाउने छु भन्ने सङ्कल्पको कुरा चाहिँ हामी गरौँ र हामी यो भजन सुनेर भिडियोहरू हेरेर हामीहरू आशिषित हौँ परमेश्वरले हामी सबैलाई आशिषित भएको सबैलाई जय मसीह जय मसीह धन्यवाद एकदम जोसका साथ हामीले यो गीतलाई गायौँ क्रिसमस नजिकै छ त्यसैले एकदम राम्रोसँग हामीले यो गीतलाई गाउन सक्यौँ प्रभुको महिमा भएको होस् अझै फेरि एउटा गीत छान्नको लागि मौका दिन्छु सबैजनालाई जय मसीह परमेश्वरको स्तुति होस् उहाँले हामीलाई आनन्दले भर्नु भएको छ अनि वास्तवमा यो क्रिसमस सिजन भनेको नै आनन्दको सिजन हो अनि याकुबको पुस्तकले भन्छ यदि कोही आनन्दित छ भने त्यसले प्रशंसाको भजन गाओस् अनि आज चाहिँ त्यो गाउने सम्बन्धमा नै हामीहरू वचनबाट केही कुराहरू हेर्नेछौँ अनि आज मेरो हृदयलाई एकदमै उत्तेजित पार्ने एकजना व्यक्ति चाहिँ हाम्रो यहाँ भेनाज्यू अस्मिताको बाबा हुनुहुन्छ करिब करिब के अरे पूर्णिमाको नुकिमाको बाबा हुनुहुन्छ पहिला हामी वर्गमा सङ्गति दिदी हामी सङ्गति गर्दाखेरि चाहिँ सङ्गति सकिएपछि हामी दिदी भेनाकोमा गएर खाजा खान्थ्यौँ अनि फिल्म पनि हेर्थ्यौँ किनभने भेनाज्यू चाहिँ नि गुना सिनेमा हलको स्टाफ हुनुहुन्छ अनि मैले त्यहाँ हेरेको फिल्महरू मलाई याद छ अब
कति कुराहरू अब त्यहीँ हलमै बस्नुहुन्थ्यो दिदी भेनाज्यू। अब भान्जीहरूले भान्जा मामा जम 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 भन्छन्, अनि भान्जा भान्जीसँग गयो हलमा फिल्म हेर्थ्यो। 14-15 वर्ष अगाडितिर हामी त्यस्तो थियो। अनि आज चाहिँ नचिने जस्तो भएको छ। अनि भेनाजीले पनि चिन्नु भएन रहेछ, परिचय गरेको भेनाजु रहेछ। यो एकदम अचम्मको आशिषको कुरा हो। अनि पोहोर साल चाहिँ नि म्युजिक भिडियो विमोचनमा मैले हामी आफ्नो जातिमा जानु र चिनिनु नै क्रिसमस हो भनेर हेरेका थियौँ। अनि यो अवसरमा चाहिँ क्रिसमस भनेको चाहिँ एउटा आनन्दको सिजन हो, गाउने सिजन हो भन्ने सन्दर्भमा परमेश्वरको वचनबाट हामी हेर्नेछौँ। पहिला हामी एकदमै चिरपरिचित वचनको पद हामी पढ्नेछौँ। लुकाको 2:10 यसो लेखेको छ, तब स्वर्गदूतले तिनीहरूलाई भने नडराऊ, किनभने हेर म तिनीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। अनि यो चाहिँ बडो आनन्दको सुसमाचार। याकुबको 5:13 पद पनि म पढिदिन्छु। यहाँ यसो लेखेको छ, के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ त्यसले प्रार्थना गरोस्, के कोही आनन्दित छ त्यसले प्रशंसाको भजन गाओस्। अनि गान भजन भन्ने कुरा चाहिँ यहाँ आनन्दित हृदयबाट आउने कुरा हो, आनन्दित हृदयको सिर्जना हो गान भजन भन्ने कुरा चाहिँ। अनि क्रिसमसको यो चरित्रलाई हामी हेर्दाखेरि, यसको सिजनलाई हामी हेर्दाखेरि चाहिँ यहाँ धेरैजनाले गाएको कुरा हामी देख्छौँ। पहिलो कुरा मरियमको स्तुति गान छ लुका 1:46 देखि। त्यसपछि जकरियाको स्तुति गान छ 67 देखि। त्यसपछि स्वर्गदूतहरू प्रकट भयो लुकाको 2:13 र 14। तब 81 स्वर्गदूतहरू स्वर्गीय सेनाको एउटा दल देखा पर्यो, परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा, पृथ्वीमा जुन मानिसहरूसँग प्रसन्न हुन्छ तिनीहरूलाई शान्ति। अनि त्यसपछि सिमेनको स्तुति गान छ यहाँ 2:29 पददेखि। त्यसैले गर्दा क्रिसमस इज अल अबाउट सिंगिङ, गानको सम्बन्धको कुरा हो यो। अनि गान गर्ने कुरा चाहिँ अघि नै याकुबबाट हामीले पढ्यो, यो चाहिँ आनन्दित हृदयबाट भएर आउँदछ। अनि भजन सङ्ग्रह 92 भन्दछ परमप्रभुको निम्ति गाउनु चाहिँ नि असल कुरा हो। एकचोटि हामी पढौँ भजन सङ्ग्रहको पुस्तकबाट। गान भजनको कुरा गर्दाखेरि भजन सङ्ग्रह मिस भयो भने अप्ठ्यारो जस्तो हुन्छ। यहाँ लेखेको छ भजन सङ्ग्रह 92:1 परमप्रभुको प्रशंसा गर्नु र हे सर्वोच्च तपाईँको नाउँमा भजन गाउनु असल कुरा हो, असल कुरा हो। अनि गौरव भाइले यहाँ असल कुरा गर्नुभएको छ। परमेश्वरको निम्ति गाउने कुरा चाहिँ यो असल कुरा हो, यो खराब त्यहाँनिर खराबी हुँदैन। त्यसपछि 95 लेखेको छ 95:1 देखि, अब परमप्रभुको निम्ति हामी आनन्दले गाउँ, हाम्रो उद्धारको चट्टानका चोटको स्वरले कर धन्यवाद चढाउँदै उहाँको सामुन्ने भजन र गीतले उहाँको प्रशंसा गरौँ। भजन र गीतले उहाँको प्रशंसा गरौँ। यो गीत गान भजन भन्ने कुरा चाहिँ परमेश्वरको निम्ति प्रशंसा हुने कुरा हो, उहाँको निम्ति गाउनु असल कुरा हो, किनभने यो चाहिँ परमप्रभुको निम्ति ठुलो प्रशंसाको कुरा हो। अनि त्यसै गरी 96 पढौँ, परमेश्वरको निम्ति एउटा नयाँ भजन गाऊ, हे सारा पृथ्वी परमप्रभुको निम्ति गाऊ, परमप्रभुको निम्ति भजन गाऊ, उहाँको नामको प्रशंसा गर, दिन उहाँले दिनुभएको उद्धारको घोषणा गर, नयाँ भजन गाऊ भनेको छ। अनि आज नयाँ भजन आउँदैछ, नयाँ गीत आउँदैछ, परमेश्वरले दिनुभएको कुरा हो। त्यसै गरी फेरि हामी 98 मा जाउँ, परमप्रभुको निम्ति एउटा नयाँ भजन गाउँ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ। नयाँ भजनहरू गाउनको निम्ति हामीलाई प्रोत्साहन गर्छ। फेरि 100 भजन सङ्ग्रह 100 भन्दछ, हे सारा पृथ्वीका मानिसहरू परमप्रभुको जय जयकार मनाऊ, आनन्द साथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आऊ। अनि परमप्रभुको सामुन्ने चाहिँ परमप्रभुको भजन आनन्द साथ परमप्रभुको आराधना गर्नुपर्छ। परमेश्वरको आराधना भनेको आनन्दित हृदयले गर्ने हो, कर्कापले, दबावले, दमनले होइन, खुल्ला भएर स्वतन्त्र भएर हामी गर्ने हो। अनि त्यस्तै हृदयबाट मात्रै परमेश्वरको निम्ति प्रशंसाको शब्दहरू आउँदछ। गुम्सिएर
रिस रागमा बसेर कुण्ठित भएर यिनीले बदलाको हृदय लिएर घृणाको हृदय लिएर परमेश्वरको प्रशंसा गर्न सक्दैन। अनि यसरी प्रफुल्लित हृदय भएन, आनन्दित हृदय, सदुपताको हृदय भएन भने भजनहरू पनि परमेश्वरको निम्ति भजनहरू पनि निस्किँदैन। 101 मा दाउद राजाले यहाँनिर सङ्कल्प नै गर्नुभएको छ। एक पद म तपाईँको प्रेम र न्यायको गीत गाउनेछु, म परमप्रभु हे परमप्रभु म तपाईँको प्रशंसा गाउनेछु, म तपाईँको प्रेम र न्यायको गीत गाउनेछु। दाउदले गरेको सङ्कल्प भयो। सङ्कल्प शीर्षकमा लेखेको छ दाउदको भजन, राजाको सङ्कल्प भनेको राजाले परमेश्वरको भजन गाउने सङ्कल्प गर्नुभएको छ। अनि हामीहरू पनि त्यस्तै परमेश्वरको निम्ति गाउने सङ्कल्प हामीले लिनुपर्छ। भलै नयाँ भजन हामीले सिर्जना गर्न नसकौँला सबैजनाले गौरवले जसरी, तर हामी उहाँसँग हामी जोड्न सक्छौँ, सँगै मिलेर हामी पुरानो भजनहरू हामी गाउन सक्छौँ, परमेश्वरको निम्ति हामी गाउन सक्दछौँ। अनि राजाले गरेको पहिलो सङ्कल्प नै यो, त्यसपछि मात्र अरू सङ्कल्पहरू छ। पहिलो कुरा चाहिँ नि हामीले के गर्नुपर्छ, परमेश्वरको निम्ति म गाउँछु भन्ने सङ्कल्प चाहिँ पहिलो कुरा हुनुपर्छ। परमेश्वरको निम्ति गान भजनको कुरा होइन भने परमेश्वरको प्रशंसा गर्ने मान्छे हुँदैन। गान नै गाउनुपर्छ भनेको होइन। परमेश्वरको महिमा प्रशंसा अनेक तरिकाले हुन्छ। गाना एउटा आनन्दित परमेश्वरप्रति कृतज्ञताको हृदयबाट आउने एउटा प्रशंसाको कुरा हो। अनि जब प्रशंसाको कुरा गर्छ, गान भजनको कुरा गर्छ, पावल र सिलासलाई हामीले याद गर्नै पर्छ। जेलखानामा हुँदाखेरि जब उहाँहरू गाउँदै थिए अनि के भयो, भैँचालो आयो, सबै तोडियो, बन्दरदेखि उनीहरू स्वतन्त्र भयो। यसैले गर्दाखेरि परमेश्वरको निम्ति गाउनु बजाउनु चाहिँ परमेश्वरको अचम्मको कामहरू परमेश्वरले गर्नुहुन्छ। अब हामी एकैचोटि 108 मा जाउँ। भजन सङ्ग्रह 108 मा हामी जान्छौँ। हे परमप्रभु मेरो हृदय स्थिर छ, म गाउनेछु र मेरा सम्पूर्ण प्राणले म राग बजाउनेछु। हे परमेश्वर मेरो हृदय स्थिर छ, म गाउनेछु। यो स्थिर हृदय भएकोहरूले गाउन सक्ने, अस्थिर हृदयले गान नै आउँदैन, सधैँ आउँदैन। अस्थिर हृदयले भने गानाहरूलाई पछाउन पनि सक्दैन। अब सबै गाउँदाखेरि मन छैन, मन लगाएर ध्यान लगाएर गाएन भने कतातिर गयो भने स्केल मिस हुन्छ, ताल बिर्सिन्छ, अरूसँग पछाउनै सक्दैन। गान भन्ने कुरा चाहिँ स्थिर हृदयबाट आउने कुरा हो, चञ्चल हृदयबाट आउने होइन। अनि दुखी एकदमै कुण्ठित आत्माबाट आउँदैन परमेश्वरलाई भजन, यो खुल्ला स्थिर हृदयबाट आउँछ। त्यसकारण दाउदले भन्छ नि भजन सङ्ग्रह 51 म भित्र एउटा स्थिर आत्मा सिर्जना गर्नुहोस्। हाम्रो स्थिर आत्माको खाँचो हुन्छ। अनि स्थिर आत्माबाट आनन्दित हृदयबाट मात्रै परमेश्वरलाई हामी गाउन सक्छौँ। अनि नयाँ करारमा अब हामी जाउँ। नयाँ करारमा एबिसी 5:19 लाई हामी एकचोटि पढौँ। अनि एबिसी र कलसीबाट एउटा कुरा, केही कुराहरू हामी पढ्नेछौँ। अनि यो आजको सेवालाई हामी वचनको सेवालाई त्यतिकैमा हामी राख्नेछौँ। यहाँ 19 मा लेखेको छ, 5:19 मा 18 देखि जन्मोत्सवलाई मनाउने क्रममा क्यारोलको क्रममा हामी आदरणीय पास्टरको घरमा हामी आएका छौँ। हामी क्यारोलमा नाच्नेछौँ, गाउनेछौँ। यहाँहरू सबैलाई पास्टरको घरमा हामी यहाँहरूलाई स्वागत गर्न चाहन्छु। हामी बाइबलले